एकछिन पाउनुहोस् त ए जुम्ली जुन्ताहरू के साह्रो योपालि कम्पिस भएको राम्रो र नराम्रो छुट्याउनु आउँदैन हल्ला र भिडले भुन्ने कुरा र तथ्याङ्गले बोल्ने कुरा फरक हुन्छ आउनुहोस् जुम्लामा कसले जित्छ र किन जित्नु पर्छ क्लियर पारौँ सबैभन्दा पहिला अहिले जुम्लाका सम्भावित उम्मेद्वार नरेश भण्डारी र ज्ञानेन्द्र साई अथवा रापरपा र नेकपाको चुनावी एजेन्डामा बहस गरौँ पहिला ज्ञानेन्द्र साईकै फन्डाहरूलाई अध्ययन गरौँ हेकर होस् चुनाव फन्डाले होइन एजेन्डाले जित्नुपर्छ नम्बर 1 राज संस्था पुनःस्थापना ए बाबा 17,000 बलिदान 62-63 को जुन आन्दोलन के यो सबको मूल आशा है राजा फर्काउनु हो त राजा रापरपालाई चाहिएको आम नागरिकले होइन क्लियर भइराखौँ हिन्दू राष्ट्र कायम नेपाल बहुजाति बहुभाषी बहुधर्मको देश भन्ने कुरा सामान्य ज्ञान हुनु पर्दैन कसरी हिन्दू राष्ट्र कायम गर्छ मिठाकोट काण्ड अनावश्यक बेकारमा फन्दा पुनाउन हतियारले झन्डै मारेनन् भन्ने भाष्य कति सही हो ए बाबा पुलिस साध्नै छ भन्ने कुरा आफैलाई थाहा हुन्न र कस्तो खालको फन्दा आयो गाडी काण्ड नेकपाको बोधिजिउलामा भएको आम सभामा कालीकोटबाट मान्छे ल्यायो अरे भाइ हिमाको मान्छे कनका सुन्दरी जानलाई गाडी चढ्नु पर्दैन हिँडेर पुग्छ वाटा ननसेन्स इस्यु ल मानिलियो आयो रे बौद्ध व्यक्तिको धारणा सुन्न विदेशबाट पनि मान्छे आउँछन् न त इस्यु बरु बसका बस मान्छे बुक गरेर नेपालको सुर्खेत काठमाडौँबाट ओसार्नु भनेको भोट किन्नु सरल भएन र समयमै बुझौँ ढाका टोपी काण्ड निर्वाचनमा उपहार दिनु भनेको निर्वाचन आचार संहिता भित्र पर्छ भन्ने कुरा सामान्य जानकारी हुनु पर्दैन उम्मेद्वार काण्ड एकजना दलित महिलालाई सुमानुपाटीमा टिकट दिउँ रे हे बाबा हो अब त लाख पनि लजायो देशभर रापरपाको सुमानुपाटीमा किन्दैन पर्दैन आफ्नै पर्थले पसिना आइसक्यो दलितको नाम बेचेर सुमानुपाटी दिउँ भनेर कति सजिलै बलिको बोका बुनाएको थ्याक्टेरी जातीय छुवाछुतको संस्थापक संस्था गुङ्स शाहको वकालत गर्ने रापरपाले दलितलाई सुमानुपाटी दिनु कतिको जायज हो आफै बुझौँ गुम्बा काण्ड गुम्बाभित्र हतियार छ रे ए बाबा शान्ति र प्रतीक मानिने गौतम बुद्धलाई त्यस्तो पवित्र स्थानलाई अपवित्र भाष्य निर्माण गर्ने यस्तो हिम्मत कहाँबाट आउँछ म आफै कायल छु चुनाव काण्ड अघिल्लो वर्ष गरेका बाछा पर्छ आधा पुरा त के संसदमा एक दिन पनि त्यसका लागि बोलेको मैले सुनेको छैन जुम्लीलाई भरममा राखेर हुन्की चुनाव चिन्ह लियो र सुर्खेतबाट लड्ने भनेको त्यहाँ नपाएपछि नेपाल बन्द भएको त्यहाँ पनि नपाएपछि अन्तिममा जुम्ला आएको के हामीले थाहा छैन र ल मानव जिताएरै पठायौँ अरे के गर्ने फेरि अरूले गाली मात्र संसदीय प्रणालीमा बहुमत भुनेको के थाहा नहोला र उसलाई फेरि बोल्न मात्रै किन पठाउने र संसदले त कानुन निर्माण गर्ने हो विधेयक दर्ता गर्ने हो र त्यसको लागि नरेश भण्डारी भन्दा अर्को कुनै विकल्प छ र एकपल्ट अवश्य विचार गरौँ है जुम्लीवासीहरू राम्रो उम्मेदवारले अरूको कुरा नकाटी आफ्नो विचार धारणा र एजेन्डालाई जुन्तामा बुझाउने हो अनावश्यक हो हल्ला र फन्दा गर्न आवश्यक छैन लाल सलाम